कुनै सिद्धान्तले नमिल्ने मान्छेलाई रवि लामिछानेले मिज्यू बनाइदिएछ। हामीलाई थाहा छैन हिजो त्यही बसेर केपी ओलीजीले शेरबहादुरजीलाई के भन्नु, तिम्रो यो बुढो रूपमा किन पानी हाल्नु, अब युवाहरूलाई हाल्नुपर्छ भनेर उहाँहरूले हामीलाई यसो सेन्टिमेन्ट सोचेको कुरा लिन्थ्यो नि होइन। उहाँहरू त कहिल्यै नमिल्ने। तर रवि लामिछानेले जुन किसिमको गृहमन्त्री उहाँले भन्नुभयो त्यो 1 कार्यकाल 2 कार्यकाल 2 महिना 1 महिना त्यसमा उहाँले जुन कदम चाल्नुभयो 25वटा फाइल, त्यो 25वटा फाइलमा चाहिँ यस्तो खालको थियो कि 60% भ्रष्टाचारीहरू भित्र पस्नेवाला थियो। आज यो देशलाई 27 खर्ब लोन छ, लेखेर राख्नुहोस्। तपाईँहरूलाई म भन्छु 27 खर्ब लोनमा हरेक जन्मिने बालकको चाहिँ 1 लाख रुपियाँ टाउकोमा के अरे लोन बोकेर जन्मिन्छ। यो कसले गरायो? यो सबै यिनीहरूले गराएको। त्यस कारणले गर्दाखेरि यो फाइल मात्रै भित्र आज खोल्नु पाएको भए म भन्छु धेरै त होइन 70-80 खर्ब आउँथ्यो के। 27 खर्ब लोन तिरेर त्यो 50 खर्बले यो देश त समृद्ध नेपाल बनिसक्यो अहिले। भनिसकेपछि केही मान्छेलाई लगेर यिनीहरूले थुरेको होइन त। होइन भने रवि लामिछानेले प्रतिशोध होइन भने हिजो एमालेको प्रधानमन्त्री कङ्ग्रेसको गृहमन्त्री तपाईँलाई थाहा छ अझै पनि न्याय र अदालतमा टेबल उनीबाट चल्छ होइन। सम्पूर्णलाई मुद्दाहरू परेको तपाईँले अनुभव गर्नुभयो होला। त्यस कारणले गर्दाखेरि यहाँ प्रतिशोध हो। तर 40 लाख हस्ताक्षर गर्ने क्रममा म पनि आएको छु नि त, म पनि आएको छु। 40 लाख हस्ताक्षरले रवि लामिछानेलाई प्रतिशोध हो। एकचोटि छानबिन गरौँ। अहिलेको जेएनयू सरकारलाई म च्यालेन्ज गरेर भन्न चाहन्छु कि 78 जनाको रगतमा टेकेर तपाईँले जीवनमा गृहमन्त्री हुन्छ भनेर कहिले कल्पना गर्नुभएको थियो?